नमस्ते। म चाहिँ हरि केसी बागलुङ सेवा समाज क्यानाडाको अहिलेको चाहिँ अध्यक्षको हैसियतमा यहाँहरूलाई जानकारी नै छ। हामीहरूले 28 जुनमा भलिबल टुर्नामेन्ट राखेको छौँ र क्यानाडामा हुने भलिबल टुर्नामेन्टमा यो अलिक फरक खाले छ। हामीहरूले ओपन भनेर राखेको छ, कुनै पनि एज लिमिट नभएको, र प्लस अर्को चाहिँ 35 प्लस को चाहिँ दुईवटा टुर्नामेन्ट छ। प्राइजहरू एभ्रिथिङ इक्वल्ली भइरहेको स्थिति चाहिँ नै हो। यो टुर्नामेन्टको बारेमा त हाम्रो चाहिँ इभेन्ट कोअर्डिनेटरले अहिले बताउनुहुन्छ, लक्ष्मण पाण्डेले। मैले यहाँहरू सबैलाई जसले हाम्रो यो इभेन्टको लागि सहयोग गर्नुभएको छ, सम्पूर्ण स्पोन्सरज्यूहरू, अहिले हामीहरूलाई टाइटल स्पोन्सर गरिराख्नु भएको राजेन्द्र पोखरेलजी हुनुहुन्छ पोखरेल ल फार्मबाट, त्यस्तै गरेर राजन खत्री ओनर एन्ड सिइओ यो मम स्ट्रिटबाट गरिराख्नु भएको स्थिति छ। भिन्डाडुले डायमन्ड गर्नुभएको छ। यस्तै गरेर अन्य चाहिँ स्पोन्सरहरू आइरहेको स्थिति छ। क्रमशः उहाँहरूको हामीहरू पोस्टिङ पनि गरिरहेका छौँ अनि क्रमशः उहाँहरूको हामीले एनाउन्समेन्ट पनि गर्नेछौँ। कृपया कोही छुट्नु भएको छ भने र हामीहरूको एउटा चाहिँ ठुलो इभेन्ट चाहिँ प्यानाम मा चाहिँ हामी गर्दैछौँ। यो फर्स्ट टाइम इन क्यानाडा इन्टरनेसनल कोर्टमा हामीहरूले भलिबल टुर्नामेन्ट गर्दै गइरहेको हुँदा यो नौलो पनि भएको स्थिति चाहिँ हो। जो कोही हामीहरूलाई स्पोन्सर गर्न चाहनुहुन्छ, आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ, उहाँहरूले हामीहरूलाई कोही छुट्नु भएको छ अथवा हामीहरू तपाईँलाई मेल अथवा कन्ट्याक्ट गर्न भुलेको छौँ, छुटेको छौँ भने पनि कृपया यसलाई सहज र चाहिँ एउटा इजी ल्याइदिनु होला र हामीलाई कन्ट्याक्ट गरेर आफ्नो सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ भन्ने कुरा यहाँहरूलाई म चाहिँ निवेदन गर्न चाहन्छु। नमस्कार सबैलाई, म चाहिँ लक्ष्मण पाण्डे, यो 6 नेपाल क्यानाडा कपको चाहिँ इभेन्ट कोअर्डिनेटर। हाम्रो यो नेपाल क्यानाडा कप जुन कन्टिन्यू रूपमा भइरहेको छ, यो चाहिँ 6औँ रूपमा अहिले चाहिँ जुन 28मा हुन गइरहेको छ। यो चाहिँ टोरन्टो प्यानाम स्पोर्ट्समा अहिले चाहिँ हामीसँग ओपन र 35 प्लसको क्याटेगोरी छ। यदि तपाईँहरू इच्छुक हुनुहुन्छ, कोही टिम इन्ट्रेस्टेड छ, कोही क्लब इन्ट्रेस्टेड छ भने कृपया हामीसँग सम्पर्क राख्नुहोला। हाम्रो फोन नम्बरहरू पनि हामी तपाईँलाई तल दिनेछौँ र इमेल पनि छ तपाईँहरूलाई हामीले दिएका छौँ। त्यसमा चाहिँ तपाईँहरूले सम्पर्क राख्नुहोला र रेजिस्ट्रेसन डेडलाइन चाहिँ हामी जुनको 21 तारिकसम्म मात्र राखेका छौँ। कृपया कुनै क्याटेगोरीमा तपाईँ इच्छुक हुनुहुन्छ भने कृपया सम्पर्क राख्नुहोला। थ्याङ्क यू। नमस्कार, म याम खत्री, बागलुङ सेवा समाज क्यानाडाको संस्थापक कालदेखि नै तपाईँको एकजना शुभचिन्तक र भलिबलको चाहिँ तपाईँको भलिबल कमिटीको चाहिँ आयोजक। यही आउँदो जुन 28 तारिक बागलुङ सेवा समाज क्यानाडाद्वारा आयोजित 6th नेपाल कप क्यानाडा हुन गइरहेको छ र यसको तयारी अवस्थामा छौँ र ब्याकग्राउन्डमा पनि देख्न सक्नुहुन्छ टिमहरू चाहिँ तयारी गरिरहनु भएको छ र हामीले बागलुङ सेवा समाज क्यानाडाबाट सबै टिमहरूलाई निमन्त्रणा पठाइसकेका छौँ र धेरै हाम्रो निमन्त्रणालाई स्वीकार गरेर धेरै टिमहरूले रेजिस्ट्रेसन गरि पनि सक्नुभएको छ र यदि गर्नु भएको छैन भने सबै टिमलाई म रेजिस्ट्रेसन गरिदिनु हुन अनुरोध गर्दै यहाँहरूको सहभागिताको अपेक्षा राख्दछु र यहाँ आयोजक टिमलाई आयोजना गर्ने साथीहरूलाई पनि धेरै धन्यवाद दिँदै सबैलाई निम्तो दिँदै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू। हेलो, म भूपेन्द्र भण्डारी, म नेपालको नेसनल प्लेयर पनि हुँ अनि चाहिँ यहाँको पुरानो प्लेयर भनौँ। हाम्रो यो बागलुङ सेवा समाजले जुनको 28मा चाहिँ गेम गर्दैछ, यसमा चाहिँ सबैलाई चाहिँ सहभागी हुन अनुरोध गर्दछु र हामी पनि चाहिँ जोइन हुन्छौँ। यसमा रमाइलो गरौँला है त। हस्, थ्याङ्क यू। हाम्रो यो प्रोग्राम हुँदैछ, कतिको एक्साइटेड छ? विदेशको ठाउँमा यतिको गेम हुँदाखेरि चाहिँ हामी एकदम एक्साइटेड छौँ। रेडी छ नि गेम? हो, रेडी। थ्याङ्क यू।